लास्ट च्याप्टर अफ दिस इयर। सबै स्वार्थी सम्बन्धको स्वाहा। समयको एउटा ठुलो चक्र आज सकिँदैछ। पात्रोका पानाहरू मात्र पल्टिएका होइनन्, जीवनको धेरै भ्रमहरू पनि च्यातिएका छन्। यो वर्षको अन्तिम अध्याय लेख्दै गर्दा मनमा कुनै पछुतो होइन, बरु एउटा गहिरो शान्ति छ। आज यो वर्षको अन्तिम सूर्यास्तसँगै म ती सबै सम्बन्धहरूलाई बिदाई गर्दैछु, जसले मलाई केवल मानसिक तनाव र रित्तोपन दिए, जसले आफ्नो स्वार्थ पुरा हुँदा मात्र सम्झिए तिनलाई स्वाहा, जसले मेरो मौनतालाई कमजोरी ठाने तिनलाई स्वाहा, जसले भिडमा त साथ दिए तर अप्ठ्यारोमा मुख लुकाए तिनलाई पनि स्वाहा। नयाँ वर्ष केवल नयाँ अङ्कको सुरुवात मात्र होइन, यो आफूलाई नयाँ स्वरूपमा उभ्याउने अवसर पनि हो। अबको अध्यायमा कम तर खास मान्छेहरू हुनेछन्, धेरै भिडभाडभन्दा पनि मानसिक शान्ति हुनेछन्। अरूको अपेक्षा पुरा गर्नुभन्दा आफ्नो सपनालाई प्राथमिकता दिइनेछ। धेरै भिडभाडभन्दा मानसिक शान्ति हुनेछ। अरूको अपेक्षा पुरा गर्नुभन्दा आफ्नो सपनालाई प्राथमिकता दिइनेछ। बितेको दिनहरूले दिएको घाउलाई अब अनुभवको पदक बनाएर अघि बढ्नुपर्छ। पुरानो धमिलो र स्वार्थी सम्बन्धहरूलाई यही वर्षको अन्तिम पानामा छोडिदिँदैछु। आउने वर्षको पहिलो पानामा आफ्नै मुस्कानको मसीले नयाँ कथा लेख्न तयार हुँदैछु। Happy New Year 2083